हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल। यहाँहरूलाई आज म हाम्रो डेली लाइफमा नहुने एउटा कागज जुन राष्ट्रिय परिचय पत्र, आजकल नागरिकताले मात्रै काम नचल्ने, जहाँ पनि राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने भएको हुँदा यसलाई भर्नलाई आफैले अनलाइनमा घरमा बसेर कसरी भर्न सकिन्छ भनेर सिकाउँदैछु। आजकल राष्ट्रिय परिचय पत्र जहाँ पनि अत्यावश्यक भइसकेको छ। यहाँहरूलाई ब्याङ्कमा पासपोर्ट बनाउन, प्यान कार्ड लिन, हरेक ठाउँमा सवारी चालक अनुभूति पत्र लिन, जहाँ पनि यहाँहरूलाई राष्ट्रिय परिचय पत्रको अत्यावश्यक परेको हुँदा यो बिना ती कुराहरू गर्न नसक्ने हुँदाखेरि चाहिँ यहाँहरूले नागरिकता बनाइसकेको खण्डमा यहाँहरूले राष्ट्रिय परिचय पत्र बनाउन अनिवार्य छ। राष्ट्रिय परिचय पत्र बनाउन एकदमै सजिलो छ। यहाँहरूले घरमै बसेर अनलाइन फर्म भरिसके पछाडि तोकिएको आफूले लिएको कहाँ नजिक पर्ने पाएक पर्ने स्थानमा बायोमेट्रिकको लागि जाने र त्यहाँ आफ्नो बायोमेट्रिक फिङ्गरप्रिन्ट आइरेटिनाहरूको सम्पूर्ण जैविक रेकर्ड जब दिनुहुन्छ त्यस पछाडि यहाँहरूले चाहिँ आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्नुहुन्छ। कार्ड भने केही समय पश्चात यहाँहरूलाई आउँछ। जुन आएको यहाँहरूलाई चाहिँ जहाँ बायोमेट्रिक गर्नुभएको हो त्यहाँबाट यहाँहरूलाई इन्फर्मेसन आउँछ। ल अब भिडियोतर्फै लागौँ है त। यहाँहरूलाई म एकदम सजिलो तरिकाले आफैले घरमा बसेर राष्ट्रिय परिचय पत्रको अनलाइन फर्म भर्न सिकाउँदैछु। अब सुरु गरौँ है त। तपाईँहरू मोबाइलबाट हुनुहुन्छ भने क्रोम अथवा सफारी, त्यसै गरी हो भने चाहिँ ल्यापटप अथवा कम्प्युटरबाट हो भने चाहिँ यहाँहरू चाहिँ आफ्नो क्रोम ब्राउजरमा गएर यहाँहरूले सुरुमा नेसनल आइडेन्टिटी कार्ड अनलाइन फर्म भनेर सर्च गर्नु होला। सिधै देखाउँछ एनआइडी प्री इन्रोलमेन्ट भन्ने देखिन्छ। यसमा भित्र छिर्नु होला। त्यसपछि लगइन फर इन्डिभिजुअलमा गएर आफ्नो मोबाइल नम्बर राख्नु होला। जस्तो मैले चाहिँ मेरो मोबाइल नम्बर राखेँ। अब यसमा यहाँहरूलाई तत्काल 4 अङ्कको ओटिपी चाहिँ मोबाइलमा आउँछ। यहाँहरूले त्यो ओटिपी आए पछाडि त्यो ओटिपीलाई त्यहाँ राख्नु होला। मैले राखेँ, ओटिपी आइसकेको छ। यस पछाडि यसमा चाहिँ मैले धेरैजनाको भरिरहने, कसैको मोबाइल नम्बर नबोकेको अवस्थामा मैले भर्ने हुँदा धेरैजनाको रेकर्ड रह्यो। यहाँहरूले आफ्नै नम्बर युज गर्दा त्यस्तो केही समस्याहरू आउँदैन। जस्तो मैले आफ्नो डिटेल ऱ्यान्डम राखेर भर्दैछु किनकि मेरो अलरेडी भरिसकेको छ। जस्ट मैले यहाँहरूको जानकारीको लागि भर्दैछु। त्यसैले जस्तो नाम थर राख्नु होला। नेपालीमा टाइप गर्नको लागि मोबाइलमा त इजी भइहाल्छ। ल्यापटपबाट गर्दै हुनुहुन्छ भने युनिकोड फन्ट छ, त्यति धेरै अप्ठ्यारो छैन। यहाँहरूले अलिपछि नि भरिरहनु भएको छ भने युनिकोडमा टाइप गरिरहनु भएको छ भने सजिलै हुनेछ। जन्ममिति राख्नु होला। त्यसपछि जन्मस्थान, आफ्नो नागरिकता वंशजका आधारमा होला। त्यसपछि नागरिकता नम्बर मैले चाहिँ ऱ्यान्डम राखेको भएर मैले छिटो गरेँ यहाँहरूलाई देखाउनको लागि मात्रै। जस्तो जिल्ला मोरङ राखेँ। जारी मिति भनेको मैले 2070 साल 2 महिना 1 गते लिएको गराएँ। त्यस पछाडि हजुरको लिङ्ग पुरुष, अब विवाहित भए विवाहित राख्नु होला, अविवाहित भए अविवाहित राख्नु होला। मैले अविवाहित राखेर गरेँ। त्यसपछि पितृत्वको स्थिति भनेको यहाँहरूलाई हजुरबा हजुरआमा बुवा मम्मी सबैको स्थिति थाहा छ भनेदेखि नन राख्नु होला। इनकेस तपाईँहरू चाहिँ सडक बालबालिका अथवा अन्य कुनै कारणवश यहाँको बुवा आमा हजुरबा हजुरआमाको डिटेल थाहा छैन भने अननोन गर्नु होला। शैक्षिक योग्यता यिनीहरू मेन्डेटरी भन्ने पर्ने कम्पलसरी चाहिँ छैन। राख्न चाहनुहुन्छ भने राख्नु होला। जस्तो मैले मेरो +2 राखेँ। व्यवसायमा मैले पत्रकार राखिदिएँ। जातमा म ठकुरी राखेँ। त्यस गरी धर्ममा हिन्दू राखेर नेक्स्ट गरेँ। त्यसपछि अब यहाँले फोन नम्बर राख्नु होला। फोन नम्बर छैन भने मोबाइल नम्बर राखिदिनु होला। यो नम्बर चाहिँ यहाँको कार्ड प्रिन्ट भइसके पछाडि यहाँलाई नगरपालिका अथवा जहाँबाट भन्नुभएको छ त्यहाँ कार्ड कलेक्ट गर्ने ठाउँबाट यहाँलाई मोबाइलमा मेसेज आउँछ। अब मैले चाहिँ मोरङबाट गरेको थिएँ। मैले मोरङै गरेँ त। यो चाहिँ मैले ऱ्यान्डम यहाँलाई देखाउनको लागि मोरङ युज गरेको थिएँ। मोरङ गोर्लाबारी नगरपालिका 12 राखेँ। ल सरी टोलको नाम राखिदिनु होला। मैले बुधबारे भएछ, ठिकै छ, मैले त्यसैलाई युज गरेँ। ल बुधबारे। अब टेम्पोररी एड्रेस यहाँको इनकेस तपाईँको घर चाहिँ समर कहीँ छ, तपाईँ यता काठमाडौँ बस्दै हुनुहुन्छ अथवा तपाईँको पर्मानेन्ट एड्रेस भन्दा टेम्पोररी एड्रेस फरक छ भने अस्थायी ठेगानाहरू उल्लेख गर्नु होला। इनकेस छैन भने चाहिँ यहाँहरूले
त्यही टिक लगाएर पर्मानेन्ट एड्रेसलाई नै कन्टिन्यू गर्न सक्नुहुन्छ। अब यहाँले आफ्नो बुवाको नाम राख्नुपर्ने छ। सुरुमा मैले चाहिँ बुबाको नाम राखिदिएँ, सरी। अब बुबाको नाम राखौँ। त्यसपछि हजुरले हजुरको मम्मीको नाम राख्नुपर्ने हुन्छ। मैले चाहिँ मेरो बुबा मम्मीको नाम राख्दैछु। सरी, खालि मेरो टाइपिङमा अलिक गडबडी भइरहेछ। यहाँबाट कुनै कमजोरी नगरिकन टाइप गर्नु होला। त्यस पछाडि यहाँहरूले राख्नुपर्ने हुन्छ आफ्नो हजुरबुवाको नाम। हजुरबुवाको नाम राखेर सरी शेखरनाथ राख्नु खोजेको चाहिँ भइरहेको छैन आज। शेखरनाथ घिमिरे। अब यसपछि हजुरआमाको नाम राख्नु होला। मैले ऱ्यान्डम राखेको थिएँ है। हजुरआमाको नाम पनि यहाँ राखेँ। तर यहाँहरूले आफू 3 पुस्ते नै खुलाउन जरुरी छ ल। त्यस पछाडि इनकेस यहाँहरूले अविवाहित भएको खण्डमै स्पाउस डिटेलमा श्रीमतीको डिटेल, उहाँको एड्रेस राख्ने ठाउँ हुन्थ्यो। इनकेस यहाँहरू चाहिँ ठ्याक्कै पितृत्वको अवस्था थाहा नभएको अवस्थामा कसैको अन्डरमा बसिरहनु भएको भए चाहिँ यो गार्जेन्सको डिटेलमा राख्न मिल्थ्यो। त्यसरी हामी गर्छौँ। त्यस पछाडि अब हामी बायोमेट्रिक कहाँ दिने त? तपाईँहरू आफ्नै जिल्ला प्रशासन कार्यालय अथवा आफ्नै पालिकामा छ भने अन्य राखेर सबमिट गर्न सक्नुहुन्छ। तर यो माथि देखाइएका नारायणहिटी, ललितपुर, झापा, मोरङ, सुनसरी यी जिल्लाहरूमा चाहिँ बायोमेट्रिक गर्नेहरूको भिड भएको कारणले यहाँ चाहिँ डेट लिन अनिवार्य छ। जस्तै मैले नारायणहिटी दरबार स्क्वायरबाट डेट लिने गरेँ, अपोइन्टमेन्ट लिनलाई चाहिँ नारायणहिटी चुज गरेँ। यसमा गएर आज मन 1 गते होइन, पुस 1 गते सर्च गरेँ। आजको लागि डेट छैन, प्याक भइसकेको छ। अब 2 गतेलाई चेक गर्छु, बुधबारलाई। भोलिको लागि डेट छ हेर्नुहोस् है त। 10, 11, 12, 1, 2, 3 सबैमा टाइम छ। ल म बिहान अर्ली मर्निङ 1 बजे जान्छु भने जस्तो 10 बजे जान्छु लाग्यो भने 10 बजे सेलेक्ट गर्ने। अब डिटेल चेक गर्ने, हेर्नुहोस् नाम, थर, अङ्ग्रेजीमा नेपालीमा दुवैमा चेक गर्ने, नागरिकता नम्बर, सबै कुरा A to Z चेक गरेर यसरी चेक गर्न सकिन्छ। र लास्टमा सबमिट गरे पछाडि एउटा PDF फाइल आउँछ। त्यो फाइललाई प्रिन्ट गरेर हामीले बायोमेट्रिक गर्ने स्थानमा जानुपर्ने हुन्छ। बायोमेट्रिक गर्न जाँदा हामीले लानुपर्ने आवश्यक सामानहरू चाहिँ सक्कल नागरिकता, विवाहित हो भने सक्कल विवाह दर्ताको प्रमाणपत्र। त्यसै गरी इनकेस तपाईँको नागरिकतामा एउटा ठेगाना छ, पछि तपाईँ बसाइसराई गर्नुभएको छ, नागरिकतामा त्यो बसाइसरिसकेको ठेगाना छैन भने बसाइसराईको ओरिजिनल कागज लिएर जानुपर्ने हुन्छ। साथै अब पुरानो विवाह दर्ता नगरेको तर अलिक पुरानो कागजहरूमा चाहिँ जस्तो श्रीमान श्रीमतीको विवाह दर्ता गर्ने चलन थिएन केही साल अलिक पुरानो समयमा। त्यो समयमा चाहिँ श्रीमतीको नागरिकतामा पतिको नाम छ भनेदेखि चाहिँ दुवैजनाको श्रीमान श्रीमतीकै नागरिकता हुँदा विवाह दर्ता नहुँदा पनि यो कागजहरू मिल्छ। यति सक्कल कागजपत्रहरू लिएर आफूले तोकेको ठाउँमा बायोमेट्रिक स्थानमा तोकेको टाइममा जानुपर्ने हुन्छ। यहाँहरू यसरी आवश्यक कागजपत्र लिएर सम्बन्धित स्थानमा गएपछि यहाँहरूको बायोमेट्रिक हुनेछ। बायोमेट्रिक 5-7 मिनटमा सकिनेछ भिडभाड अनुसार। त्यस पश्चात यहाँलाई चाहिँ एउटा पेपरमा राष्ट्रिय परिचय पत्र NIN नम्बर सहित दिएर पठाइनेछ। त्यो नम्बरले यहाँले पासपोर्ट, लाइसेन्स हरेक प्रयोजनको लागि प्रयोग गर्न सक्नुहुनेछ भने सक्कल प्रिन्ट कपी चाहिँ यहाँहरूको कहाँ बायोमेट्रिक गर्नुहुन्छ त्यो अनुसार फरक पर्न सक्छ। 3 महिनादेखि 1 वर्षभित्रमा यहाँहरूले सक्कल प्रिन्टेड राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्नुहुनेछ। हस् त, आजको भिडियोले यहाँहरूलाई निकै फाइदा पुग्यो होला भन्ने आशा राख्दै भोलि नयाँ यस्तै जानकारीमूलक भिडियोहरू लिएर यहाँहरू माझ आउने बाचा गर्दै फेरि पनि यहाँहरूको माझ आउने एउटा बाटो राखिदिनका लागि यहाँहरूले मेरो च्यानललाई सब्सक्राइब अनि लाइक, केही कुराहरू चित्त नबुझेका छन्, केही कुराहरू छन् भने कमेन्ट गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दै बिदा हुन्छु। हस्त, नमस्ते।